हेलो गाइस त भन्नु नै भाइले मुखबाङ गर्दैछु भने राम्रोसँग बताइदिनु यो पनि खानु पर्यो नि प्यान तातो रहेछ भाइ तिमीहरू दुईजनाको खाँदै बाबा मेरोमा हामी गान्तोक घुम्न आएको दोकान बन्द जस्तै छ है के हो भनिदिनुहोस् त भाइ मामा भाइ बाबा हामी चारजना मेरो छोराहरूको इक्जाम सक्यो भनेर गान्तोक घुमाउनु ल्याएको बन्द जस्तै छ आज नि स्पा गर्नुहुने सुत्ने तिमीलाई लाग्यो आइसक्रिम भन्दा त कान कसको ठुलो भएको डस्टबिन भनेको तपाईँले ए उसको कानले आइसक्रिम सुनेछ नि जी मार्ग गान्तोक प्राय आज बन्द रहेछ है बाबा खुला होला ला सिरप बन्द पो रहेछ त के गर्ने अब हामी घुम्न आएको बन्द पो रहेछ के गर्नु नि अब फोटो खिचेर फर्क्यौँ ल गान्तोक अनि अरे गान्तोकमा पनि आइसक्रिम खान्छ भाइहरू चाहिँ अब कहाँ छ आइसक्रिम दोकान याद छ यादै छैन आइसक्रिम दोकान त ल के को खानु हुने विच वान फ्लेभर भन्नुहोस् भाइको यहाँ हौ क्राउनवाला विच वान कस्तो खान्छ तपाईँ स्कोनवाला एकछिन वेट भाइले भन्छ भन्नुहोस् तपाईँको भन्नुहोस् मिङ्गो त्यही खाने हो हुन्छ त्यही भनेको भाइको भन्नुहोस् भाइ कभरवाला खानु नि यहाँ छ भाइको स्ट्रबेरी यस्तो यो भेनिला होला यो बटरस्कटको त्यस्तै हुन्छ यो पनि बटरस्कट स्ट्रबेरीको के खानु नि कस्तो रहेछ हौ गान्तोकमा पनि चिसो आइसक्रिम कस्तो रहेछ यहाँ किनिदिनुहुन्छ गान्तोकमा आएर आइसक्रिम खाँदैछ है सिरपले चाहिँ खोक्नुको लागि खोक्नुहोस् ल अन्त ल अब उनीहरूले खाएपछि ममाले पनि खानु पऱ्यो भेनिला देऊ ल एउटा यो चाहिँ मेरो लागि भेनिला यो चाहिँ सिरपको खै सिरपको चाहिँ नाच्दै जाँदैछ मेरो सिरप चाहिँ हेर्नु नि के खान्छ अरे तपाईँहरू चाहिँ पिज्जाको हट खान्छ अरे यता वेयर यु आर गोइङ यहाँ पो ट्राई गर्ने भन्दैछ त पिज्जा हटमा बाबाले फेरि सिधै डोमिनोजमा हालिदिन्छ के देख्नु भएको उनीहरू चाहिँ पिज्जा हटमा खाने भन्यो दुईवटा रहेछ नि त उहाँहरू हेर्नु नि फेरि खै केटाहरूले पनि हँस्छ भनेको छ उहाँहरू भाइ उता यहाँ एकछिन बाहिर नि त माग्नु चाहिँ अब सेवा के खानु अरे गाडी पेट खाने अलिक पेनवाला खान्छ पेनवाला यहाँ के खानु पिरो हुन्छ स्पाइसी हुन्छ नि गाडी पेट खाँदैन हौले आउँछ हेरेर मगाउनु कोरियन कर्नर हुन्छ वान प्लेट एडिट गर्नुपर्छ के गर्छौ अनि यो पिज्जा हट के फरक छ भाइ पिज्जा छ त हो पनिरमा हुन्छ नि पनिरमा त्यो अफरमा हुँदैन भाइ त्यस्तो छैन प्याकेज आउँदो रहेछ प्याकेज अफर उसको चाहिँ यहाँ पिज्जा हटमा चाहिँ मिङ्गिरको चाहिँ बर्थडेको डेट इन्ट्री हुँदैछ होइन सेरोफोम इन्ट्री गरिदिनुहोस् न सेरोफोम लगाइदिनु बर्थडेमा फेरि फ्री पिज्जा पठाइदियो भने के गर्नु भाइको बर्थडेमा
माइ गड त्यति बेलासम्म त अरू दाँत पनि फुस्किसकेको हुन्छ होला तपाईँको पिज्जा खानु सक्दैन नि त बेबीले छेउमा बर्थडे छ भने मात्रै सिरप पनि लेखिदिनु भयो लेखिदिनुहोस् न अन्त हामी चाहिँ पिज्जाको इन्तजारमा मेरो छोराहरू चाहिँ आज पिज्जाको मुखबाङ गर्नु आँटेको छ यहाँ पिज्जा हटमा ट्राई गर्ने भनेर चाहिँ हामी चाहिँ डक्टर पर्खिँदै बसेको बेलामा चाहिँ पिज्जाको भाइको के आएछ एकछिन डल्लै आउनु दियो है आउँदैछ उयो बस्नुहोस् तपाईँहरू यता बस्नुहोस् भाइ मुखबाङ गर्नेहरू उतै बस्नुहोस् भाइ तपाईँ उतै बस्नुहोस् सजिलो छ हो त्यतै बस्नुहोस् तपाईँहरू ल म त्यतै दिन्छु हुन्छ म लगिदिन्छु नि त मेरो छोरा मेरो सरहरूलाई आज मुखबाङ सुरु हुन आँटेको छ उसको चाहिँ 2 भाइको अझै पिज्जा आउँदैछ बाबा र मलाई चाहिँ प्यानमै दिनुभएछ होइन यो चाहिँ तपाईँहरूको होइन रहेछ है यो मेरो र बाबाको अरे हौ तपाईँ दुईजना त्यही मात्रै खानु अरे हजुर होइन आउनु हुँदैन हौ मोमोलाई पो कति बेला आउनु हुने भनेको त्यो सुक्खा खाके खाने सक्यो हजुर मिठो रहेछ म त्यो खाली सादा के चाहिँ सादा खाली मम्माले खानुहुने गाडीमा खाँदा पनि हुन्छ ल लाबरको पिज्जा आएछ लाबर रहेछ बाबाले फेरि लाबरको पिज्जा खाएको भन्दैछ यहाँ हेर्नु नेभाराको उयो खाएको जस्तै भयो अर्को पिज्जा पनि आइपुगिसकेको छ हामी यो खाँदैछु मेरो छोराहरूको फेरि यता छ है मुखबाङ यता हुँदैछ मुखबाङ दामी हुँदैछ सेरम बेबी साह्रो पऱ्यो है यत्रो पिज्जा खानु अब खाइसकेन गाइस हामीले पेपर माग्छु नि बेसी नै भयो यहाँ भयो खाएकै हो मामा यो पनि खाइसकेन रहेछ होइन सेर के खानु नि त्यो उसको चाहिँ केक पनि खानु पर्छ लु मुखबाङ मऱ्यो भयो अब मुखबाङ होइन भुँडी ब्लास्ट गर्नु पकाउनुहोस् न जुस यहाँ चाहिँ पिज्जा हटमा चाहिँ मिठो डोमिनोस भन्दा अझ मिठो लाग्यो मलाई चाहिँ अब है हामीले चाहिँ पिज्जा इन्जोय गऱ्यौँ नानीहरूसँग है अलिअलि गर्दै हामी पनि बानी भएछ अहिले मिठो लाग्नु थालेको छ यो पिज्जा डोमिनोस पिज्जा भन्दाखेरि पनि अलिकति क्या मिठो लाग्यो होइन भाइ मिठो लाग्यो होइन अलिक
नानीहरूलाई पनि मिठो लाग्यो मलाई पनि मिठो लाग्यो बाबालाई कस्तो लाग्यो डोमिनोस चाहिँ यहाँमा यो मिठो यो डोमिनोस मिठो हामी चाहिँ तिनवटा भन्दै सेलाकै भयो पकाएर जस्तो भयो ड्याम्मै भयो नानीहरू मुखबाङ गर्ने भनेर चाहिँ खास उनीहरूले अर्डर गरेको मलाई पनि हालिदिनुहोस् भाइ अलिकति यहाँ पिज्जा भएको खाएर अर्को चाहिँ टोइलेट गयो अर्को चाहिँ यहाँ उभिरहेको छ भाइ टोइलेट जाँदैन लु हो पिज्जाले के भयो भाइ टोइलेट आयो होइन हो त्यस्तो हुन्छ पिज्जा बेसी खान्छौ नि पिज्जा बेसी खाएर यो दाजुभाइ चाहिँ टोइलेट आयो अरे यहाँ यता हेर्नुहोस् न फोन चाहिँ यहीँ छोडिराखेर जानु आँट कति पर्सेन्ट भयो 23 भयो हुन्छ ल थ्याङ्क यू ल ल मेरो छोराहरू चाहिँ अनलोड पनि गरिसक्यो है मिन्टु दादा खै खाइ नसकेर चाहिँ बोक्दैछ अझै सकेको छैन मुखबाङ अन्त टोइलेट गर्नुभयो है सेरप पुग्यो बाबा सेरप ल हामीले चाहिँ पिज्जा इन्जोय गऱ्यौँ बाबाई अब चाहिँ डक्टर देखाउनु जानुपर्छ हामी डक्टर पनि आजको एपोइन्टमेन्ट त कति 6 पो बजायो हामीलाई त बाफ्रे क्रसिङ